सो तपाईहरुले थम्बनेल हेरेर बुझिसक्नु भयो होला यो भिडियो चाहिँ के को लागि बनाएको हो भनेर। म कुनै पनि सुगर कोटिङ गर्दिन र जुन चाहिँ एक्चुअल फ्याक्ट हो त्यही कुरा भन्छु र तपाईहरुलाई चाहिँ एकदमै सरल भाषामा बुझाउनको लागि ट्राई गर्छु है त। सो हेलो एन्ड नमस्ते, म चाहिँ ईशान आचार्य। नाउ लेट्स गेट डाइरेक्टली इनसाइड द कन्टेन्ट है। अहिले करेन्टली कुनै पनि स्टुडेन्टले एसई पास गरिसकेपछि अथवा चाहिँ +2 पास गरिसकेपछि पार्टिकुलरली एउटा रोड म्याप हुन्छ जहाँनेर चाहिँ कसैलाई पनि आईटीमा करियर बनाउन मन छ भने चाहिँ के गर्ने त। लेट मी शेयर द रियल सिनारियो जहाँनेर हजुरहरूले फरक फरक मान्छेको अथवा फरक फरक पर्सनालिटीहरूको चाहिँ डिफ्रेन्ट आइडियोलोजीहरू सुन्नुहुन्छ होइन। तर अकर्डिङ टु द मार्केट अथवा चाहिँ अकर्डिङ टु दि आइटी सेक्टर खासमा एसई पछि के गर्दा ठिक हुन्छ, त्यस पछाडि +2 पछि चाहिँ के गर्दा ठिक हुन्छ त भन्ने कुराहरूलाई म एकदमै क्लियरली तपाईहरुलाई एक्सप्लेन गर्छु। तपाईहरुले एसई सकिसकेपछि साइन्स चुज गर्नुस् या म्यानेजमेन्ट चुज गर्नुस्, जुनसुकै चुज गरे पनि केही फरक पर्दैन। जस्तै तपाईहरुले चाहिँ हैन मलाई चाहिँ आईटीमा करियर बनाउनु छ अथवा चाहिँ आईटीमा केही गर्नु छ जस्तो लाग्छ भने चाहिँ यु क्यान एक्चुअली चुज म्यानेजमेन्ट अर यु क्यान इभन गो फर साइन्स। त्यसमा कुनै पनि प्रब्लम छैन। धेरै जस्तो स्टुडेन्ट्सहरुमा अथवा धेरै जस्तो मान्छेहरुमा चाहिँ के कन्फ्युजन हुन्छ भन्दाखेरि चाहिँ मैले साइन्स चुज गरिसकेपछि चाहिँ मलाई बेटर अपर्च्युनिटीहरु आउने हो कि आईटीमा अथवा चाहिँ आई क्यान एक्चुअली डु गुड इन आईटी इफ आई विल चुज साइन्स इन +2 भने जस्तो फिल हुन्छ। दिस इज टोटली रङ। यो टोटली रङ हो। तपाईहरुले मेन आफ्नो कोर फोकस चाहिँ कहाँनेर गर्नु पर्यो भन्दाखेरि चाहिँ यु नीड टु फोकस अन स्किल है। हजुरले चाहिँ ठ्याक्क एसई सकिसकेपछि अब म्यानेजमेन्ट चुज गर्दै हुनुहुन्छ भने म्यानेजमेन्टमा चाहिँ एउटा कम्प्युटर साइन्स हुन्छ, कम्प्युटर साइन्स लिनु होला। अथवा साइन्स चुज गर्दै हुनुहुन्छ भने साइन्समा पनि कम्प्युटर साइन्स चुज गर्दा हुन्छ, केही पनि फरक पर्दैन। हजुरहरू म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आइरहनु भएको छ भने यु हेभ अप्सन्स लाइक बीसीए, बीआईएम, बीआईटी, यो सबै आईटीको कोर्सेसहरू हो। यसमा जोइन गर्न सक्नुहुन्छ मजाले। अनि त्यस पछाडि चाहिँ साइन्स ब्याकग्राउन्डबाट आइरहनु भएको छ भने यु क्यान इभन गो फर बीएससी सीएसआईटी, बीसीएसआईटी होइन, सीई कम्प्युटर इन्जिनियरिङ भन्छ। यसमा पनि तपाईहरु चाहिँ नर्मली जान सक्नुहुन्छ। तर म्यानेजमेन्ट ब्याकग्राउन्ड चुज गरेको र साइन्स ब्याकग्राउन्ड चुज गरेको मान्छेहरुमा चाहिँ यो कोर्सेसहरू लिँदाखेरि अथवा चाहिँ यसमा चाहिँ आफूले चाहिँ स्टडी गर्दाखेरि कलेजमा चाहिँ ब्याचलर्स जोइन गर्दाखेरि केही फरक पर्छ र भन्ने एउटा ठुलो मिसकन्सेप्सन छ जसलाई चाहिँ प्रायः जसो मान्छेहरूले त एकदमै इजिली एक्सप्लेन गरिराखेको हुँदैनन्। मेरो एउटा सबैभन्दा सरल र इजी एक्सप्लेनेसन्स भनेको के हो भन्दाखेरि चाहिँ तपाईले जुनसुकै कोर्स लिनुस्, जुनसुकै कलेजमा गर्नुस्, जेसुकै गर्नुस्, तपाईलाई चाहिने भनेको मेन कुरा स्किल हो हैन। बीआईटी गर्नुस्, बीसीए गर्नु, बीआईएम गर्नु, बीएससी सीएसआईटी गर्नुस्, जेसुकै गरे पनि बाइ चान्स तपाईले चाहिँ आईटीमा स्किल्सलाई चाहिँ ग्रो गर्न सक्नु भएको छैन भने चाहिँ नथिङ इज पोसिबल है। त्यहाँनेर केही गर्नै सकिँदैन। भन्नुको मतलब आईटीको मार्केट स्याचुरेटेड छ भनेर पनि मैले भन्न खोजेको होइन। तपाईहरुको स्किल अनुसारको चाहिँ पे आउट चाहिँ आईटीमा भइरहेको हुन्छ। सो करेन्टली के स्किल्समा फोकस गर्नु पर्ला त? हजुरहरू एसई दिइरहनु भएको छ अथवा एसई सकिसक्नु भयो अथवा चाहिँ +2 सकेर ब्याचलर्समा चाहिँ आईटी कोर्सेसहरूको लागि चाहिँ जोइन गर्नको लागि सोचिरहनु भएको छ भने अलवेज रिमेम्बर यु निड टु फोकस अन मार्केट ट्रेन्ड स्किल। तपाईको यहाँनिर सर्टिफिकेट भनेको भ्यालिडेसन्सको लागि मात्रै हो। भन्नुको मतलब चाहिँ तपाईले कलेजमा पढिसकेपछि एक्जाम फोकस भएर पढिन्छ, एक्जाम दिन्छ, राम्रो मार्क्स ल्याइन्छ, त्यो भनेको छुट्टै पार्ट छ। तर एक्चुअली मार्केटमा चाहिँ वर्क गर्नको लागि तपाईहरुलाई चाहिँ सर्टिफिकेटले हैन तपाईहरुको स्किलले चाहिँ एकदमै धेरै म्याटर गरिरहेको हुन्छ हैन। सो त्यसको लागि चाहिँ एसई नै सक्ने बित्तिकै अथवा चाहिँ +2 नै सक्ने बित्तिकै चाहिँ यु निड टु फोकस अन कोर स्किल हैन, जसले चाहिँ तपाईहरुको चाहिँ भोलि पर्सिको फ्युचरलाई चाहिँ अलिकति सेक्युर बनाउँछ। फर एन एक्जाम्पल अहिले करेन्टली मार्केटमा चलिरहेको भनेको एआईएमएल छ जसलाई चाहिँ आर्टिफिशियल इन्टेलिजेन्स एन्ड मसिन लर्निङ भनेर भन्छ, डेटा साइन्स, बिग डेटा हैन। यसको स्किल्सहरू तपाईहरुले ग्राब गर्न सक्नुहुन्छ मजाले। त्यस पछाडि चाहिँ यु क्यान इभन गो फर साइबर सेक्युरिटी हैन। साइबर सेक्युरिटी विथ इथिकल ह्याकिङ भनिरहेको हुन्छ जहाँनिर चाहिँ तपाईहरुले चाहिँ नेटवर्किङको बारेमा सिक्नु पर्यो, पेनिट्रेसनको सिक्नु पर्यो, पेनिट्रेसन एट्याक्सहरूको बारेमा सिक्नु पर्यो हैन। तपाईहरुले चाहिँ मोबाइल एप्लिकेसन सेक्युरिटीदेखि लिएर वेब एप्लिकेसन सेक्युरिटी, इच एन्ड एभ्री सेक्युरिटी प्रोटोकल्सहरूको चाहिँ यहाँनिर अध्ययन गर्नुपर्ने हुन्छ। अनि अर्को छ तपाईहरुले कोडिङ एन्ड प्रोग्रामिङ गर्न सक्नुभयो, वेयर यु क्यान चुज लट्स अफ प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै जावा सिक्छु, पाइथन सिक्छु, सी शार्प, एनिथिङ हैन। तपाईहरुलाई चाहिँ जेमा मन लाग्छ त्यही कोडिङ ल्याङ्ग्वेज पनि मजाले सिक्न सक्ने हुनुभयो। अनि आईटीमा तपाईहरुको कोर फोकस अनि कोर बेस बनाउने भनेकै यही इम्पोर्टेन्ट कोर्सले गर्दाखेरि हो। भन्नुको मतलब चाहिँ साइबर सेक्युरिटी, एआईएमएल, डेटा साइन्स, बिग डेटा, त्यस पछाडि बाँकी रहेको सफ्ट स्किल्सहरू त आफ्नो ठाउँमा छँदैछ। जस्तै तपाईहरुलाई चाहिँ ग्राफिक डिजाइनिङ गर्न मन लाग्छ भने यु निड टु नो द स्किल फ्रम द बिगिनिङ हैन। कसरी चलाउने, ग्राफिक डिजाइनिङहरू कसरी गर्ने, एआईको हेल्प लिएर डिजाइनिङहरुमा चाहिँ कसरी त्यसलाई अझै धेरै बेटर बनाउने, भिडियो एडिटिङ्सहरू कसरी गर्ने, भन्नुको मतलब चाहिँ इट्स टोटली रिलेटेड टु द स्किल्स।
तपाईहरुले जुन कोर्स गरे पनि, जानेर गरे पनि, जसरी गरे पनि, जबसम्म तपाईले एउटा कोर स्किल चाहिँ सिक्नु भएको हुँदैन तबसम्म तपाईले केही पनि बिट गर्न सक्नु हुँदैन यो आईटी को फर्ममा, हैन। अनि अर्को कुरा, यहाँनिर आईटी को सेक्टरमा कुनै पनि कोर्सले म्याटर गर्दैन। अनेस्टली यो कुरालाई सिरियसली लिनु होला। थोरै अलिकति खै के कुरा गरेको होला जस्तो तपाईहरुलाई फिल हुन सक्छ, तर यहाँनिर जुनसुकै कोर्सको डिग्री अथवा सर्टिफिकेट्स तपाईहरुले लिनुस् त्यसले म्याटर गर्दैन इन अ रियल फर्म, आईटी फर्म, हैन। केले म्याटर गर्छ भन्दाखेरि तपाईको स्किलले, जुन स्किल छ, स्किल सेट मार्केटले खोजिरहेको हुन्छ, स्किलफुल म्यान पावर मार्केटले खोजिरहेको हुन्छ, हैन। अनि त्यही स्किललाई ग्र्याब गरेर चाहिँ तपाईहरुले वर्कआउट गर्न चाहिँ सक्नुपर्छ। सो rather you'll choose management, science or whatever the courses are in +2 अथवा चाहिँ एसई सकिसकेपछि whatever तपाईहरुले जेसुकै चुज गरिसकेपछि पनि you need to have a particular skill जसको लागि चाहिँ अहिले नै भिजुअलाइज गर्नु होला। भिजुअलाइज गरिसकेपछि ओके मलाई चाहिँ यसमा चाहिँ मेरो कोर करियर बनाउनु छ है भनेर सोच्नु होला। सोचिसकेपछि त्यही स्किललाई चाहिँ प्रोसिड गरेर अगाडि जानु होला, जसले गर्दाखेरि तपाईहरुको आईटी को जर्नी एकदमै बेटर हुन्छ। ठ्याक्कै पढाइ सकिसकेपछि तपाईहरुले चाहिँ जब मार्केटमा चाहिँ आफूलाई कम्पिट गर्न सक्नुहुन्छ, काम पाउन सक्नुहुन्छ अनि भोलि पर्सि गएर तपाईहरुलाई एकदमै सहज हुन्छ। सो यो चाहिँ मेरो सबैजना एसई सकिसक्नु भएको अथवा चाहिँ +2 क्लियर गरेर चाहिँ ब्याचलर्स जोइन गर्न आँट्नु भएको स्टुडेन्ट्सको लागि चाहिँ एकदमै हम्बल सजेसन, यु निड टु बी टोटली क्लियर अबाउट योर रोड म्याप आईटीमा। किन भन्दाखेरि सुरुमै तपाईहरुले रोड म्याप नबनाएर ओके म चाहिँ अब सेकेन्ड सेमेस्टरमा पुगिसकेपछि सोचौँला, थर्ड सेमेस्टरमा पुगिसकेपछि सोचौँला, हैन, अथवा चाहिँ +2 जोइन गरिसकेपछि अनि साथीहरुले के भन्छन् त्यही हिसाबले सोचौँला भन्नुभयो भने चाहिँ तपाईलाई कम्पिट गर्न अति नै धेरै गाह्रो हुन्छ। किन भन्दाखेरि यहाँनिर टाइम एकदमै चाहिन्छ स्किल ग्र्याब गर्नको लागि, हैन। ओभरनाइट सक्सेस आईटीमा हुँदा पनि हुँदैन, तर मेन कुरा चाहिँ स्किल नै हो, है। अब तपाईहरुलाई चाहिँ स्किल कसरी सिक्ने, कहाँबाट सिक्ने अथवा चाहिँ के स्किल्स चाहिँ सिक्नको लागि म्यान्डेटरी छ भनेर चाहिँ यसको बारेमा पनि जान्नु छ अथवा कुनै साइबर सेक्युरिटी, एआईएमएल, हैन, इथिकल ह्याकिङको स्किल्सहरु चाहिँ तपाईहरुलाई ग्र्याब गर्नु छ भने ठ्याक्क यहाँनिर मैले नम्बर राखिदिएको छु। यो नम्बरमा चाहिँ WhatsAppमा तपाईहरुले डाइरेक्टली मलाई कनेक्ट गर्न सक्नुहुन्छ। केही क्वेरी छ भने मसँग मजाले बुझ्न सक्नुहुन्छ। तपाईले मलाई कल पनि गर्न सक्नुहुन्छ। त्यसैले आई विल बी टोटली लोयल विथ यु टु एक्सप्लेन इच एन्ड एभ्री स्टफ विच इज एक्चुअली निडेड इन आईटी सेक्टर अथवा चाहिँ पढ्दाखेरि तपाईहरुलाई चाहिन्छ। थ्याङ्क यू सो मच। आजको भिडियो यति नै। यो भिडियोलाई चाहिँ आफ्नो साथीहरुसँग पनि शेयर गरिदिनु होला जसलाई चाहिँ आईटीमा आफ्नो करियर बनाउन मन छ, अथवा प्यारेन्ट्सहरुले हेर्दै हुनुहुन्छ भने आफ्नो छोराछोरीहरुलाई शेयर गरिदिनु होला। एन्ड आई विल डेफिनेटली मिट यु अन अनदर भिडियो जुन चाहिँ तपाईहरुको लागि एकदम इन्फर्मेटिभ कन्टेन्ट हुनेवाला छ।